आजको शीर्षक रहेको छ राजकुमारको 3 परीक्षा। एउटा सानो राज्यमा एक बुद्धिमान र दयालु राजा शासन गर्थे। उनको एकमात्र छोरो थियो राजकुमार। अर्जुन निकै साहसी र बौद्धिक भए पनि राज्य सञ्चालनको अनुभव थिएन। राजा बुढा भइसकेका थिए र उनले चाहन्थे कि उनका छोरा योग्य राजा बनुन्। त्यसैले उनले राजकुमारलाई राजा बन्न योग्य बनाउने 3 कठिन परीक्षा लिन निर्णय गर्यो। उनको पहिलो परीक्षा धैर्यको परीक्षा थियो। राजाले राजकुमारलाई 1 वर्षको लागि राज्यबाट टाढा पठाए। उनले राजकुमारलाई एउटा झुपडीमा बस्न र सामान्य किसानहरूको जस्तै जीवन बिताउन आदेश दिए। राजकुमार जो दरबारको सुविधामा हुर्केका थिए, खेत जोत्न, घाँस काट्न, पनि बोक्न र आफ्ना हातले खाना पकाउन सिक्नु पर्यो। पहिलो केही महिना निकै कठिन भए। उनलाई थकाइ लाग्थ्यो, हातमा फोका उठ्थ्यो, तर उनले हार मानेनन्। बिस्तारै उनले किसानहरूको पीडा, उनीहरूको सङ्घर्ष र उनीहरूको सरल खुसी बुझ्न थाले। 1 वर्ष पूरा भएपछि जब उनी राजदरबार फर्के, राजाले उनलाई सोधे, तिमीले के सिक्यौ? राजकुमारले उत्तर दिए, मैले धैर्य राख्न सिके, दुखाइ सहन सिके र जनताको जीवन बुझ्न सिके। राजा खुसी भए। अब दोस्रो परीक्षा सुरु भयो। दोस्रो परीक्षा बुद्धिको परीक्षा थियो। राजाले राजकुमारलाई एउटा अज्ञात ठाउँमा पठाए। उहाँ उनीलाई एउटा गोप्य समस्या हल गर्नुपर्ने थियो। समस्या थियो, एउटा गाउँमा एक विशाल पहिरो आएको थियो जसले मुख्य बाटो बन्द गरेको थियो। गाउँलेहरू असहाय थिए किनभने उनीहरू व्यापार र यात्रा पूर्ण रूपमा ठप्प भएको थियो। राजकुमारले गाउँका बुद्धिहरूसँग छलफल गरे, अनुभवी व्यक्तिहरूसँग परामर्श लिए। उनले योजना बनाए। उनले श्रमिकहरू जुटाए, काठ र ढुङ्गा प्रयोग गरेर नयाँ बाटो निर्माण गराए। केही हप्तापछि नयाँ बाटो तयार भयो र गाउँलेहरूले उत्सव मनाए। राजा खुसी भए। उनले राजकुमारलाई सोधे, तिमीले के सिक्यौ? राजकुमारले उत्तर दिए, मैले सिके कि समस्या बलले होइन, बुद्धिले हल गर्नुपर्छ। उनी जनताको विश्वास जित्न उनीहरूसँग मिलेर काम गर्नुपर्छ। अब अन्तिम परीक्षा बाँकी थियो। अन्तिम परीक्षा थियो न्यायको परीक्षा। राजाले राजकुमारलाई एउटा जटिल मुद्दा हल गर्न लगाए। मुद्दा थियो 2 व्यापारीहरू बीचको विवाद। एउटा व्यापारीले दाबी गरे कि उनको सुनको मूर्ति अर्को व्यापारीले चोरेको थियो, तर अर्का व्यापारीले इन्कार गरे। राजकुमारले दुवै पक्षको कुरा ध्यानपूर्वक सुने। उनले केही समय सोचेर एउटा युक्ति लगाए। उनले ती मूर्तिलाई पानीमा डुबाउन लगाए। जब मूर्ति पानीमा डुब्दै गयो, उनले देखे कि त्यो शुद्ध सुन होइन, तर अन्य धातु मिसिएको थियो। त्यसपछि उसले पहिला दाबी गर्ने व्यापारीलाई सोधे, यदि ती मूर्ति तिम्रै हो भने किन यसमा अन्य धातु मिसिएको छ? व्यापारी झस्किए। उनको झुट खुल्यो। राजाले हाँस्दै भने, अब मलाई थाहा भयो, तिमी योग्य राजा बन्न सक्छौ। साथीहरू, यस्तै प्रकारका कथाहरू सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र शुभ यात्रा राख्नुहोस्। भेटौँला अर्को भिडियोमा। धन्यवाद।